आजको भिडियोमा म तपाईहरुलाई तपाईले भर्नु भएको आईपीओ को रिजल्ट हामीले मेरो शेयरबाट कसरी हेर्न सक्छौं यसको बारेमा बताउने छु। यसको लागि सबैभन्दा सुरुमा तपाईलाई चाहिँ बीओआईडी नम्बर चाहिन्छ र बीओआईडी नम्बर तपाईलाई थाहा छैन भने तपाईले मेरो शेयर ओपन गर्नु होला। त्यसपछि मुनिपट्टि 3 लाइन देख्न सक्नुहुन्छ, त्यहाँ थिचेर माई डिटेल्स मा जानु होला र माई डिटेल्स मा गइसकेपछि यहाँ तपाईलाई सम्पूर्ण डिटेल्स देखिनेछ र यो तेस्रो लाइनमा बीओआईडी भनेर उतापट्टि तपाईको नम्बर दिएको छ। यो बीओआईडी नम्बर तपाईले आफ्नो कुनै कपीमा अथवा केहीमा तपाईले नोट गरेर राख्नु होला। त्यसपछि तपाई यहाँनिर आफ्नो मोबाइलको गुगल क्रोम ब्राउजर ओपन गर्नु होला र माथि सर्चमा गएर यहाँनिर आईपीओ रिजल्ट भनेर यहाँनिर सर्च गर्नु होला र सर्च गरिसकेपछि तपाईलाई सुरुमै देखिनेछ यहाँनिर मेरो शेयरको चाहिँ आईपीओ रिजल्ट भनेर र यो आईपीओ रिजल्ट भन्ने अप्सनमा थिच्नु होला। अब माथिपट्टि तपाईले कुन कम्पनीको आईपीओ को रिजल्ट हेर्न खोज्नु भएको त्यो कम्पनीलाई यहाँनिर सिलेक्ट गर्नु होला। अब मुनिपट्टि यहाँनिर तपाईको आफ्नो बीओआईडी नम्बर राख्नु होला र यहाँ इन्टर क्याप्चा भनेको ठाउँमा चाहिँ उतापट्टि देखिएको नम्बर अथवा टेक्स्टलाई यहाँ हालेर चाहिँ यहाँ भ्यू रिजल्टमा थिच्नु होला र यहाँ तपाईको रिजल्ट देखिनेछ। त्यो बीओआईडीबाट तपाईले अप्लाई गर्नुभएको शेयर परेको छ कि छैन, तपाई एलोट हुनुभयो कि नट एलोट हुनुभयो भनेर चाहिँ यहाँ नै तपाईको रिजल्ट देखिनेछ। सो यसरी चाहिँ तपाईले रिजल्ट चेक गर्न सक्नुहुन्छ।